Hello everyone! How are you doing these days? Hope you all are fine. अब नेपालमा नि यस्तो कोरोना भाइरस धेरै स्प्रेड भइरहेको अवस्थामा चाहिँ I would like to suggest all of you to stay home. बाहिर चाहिँ नहिँडिनु होला, stay safe, stay healthy भन्न चाहन्छु। त्यसै गरी हामीलाई चाहिँ यो युटिसीले जुन कन्डक्ट गरेको यो कुकिङ कम्पिटिसन छ, यस्तो बेलामा पनि हामीलाई स्टुडेन्टहरूलाई चाहिँ यस्तो अपर्च्युनिटी दिएर कुकिङ कम्पिटिसन जस्ट राख्नु भएकोमा I would like to say very much thank you for this. मलाई चाहिँ जसले हेरिरहनु भएको छ सबैजनालाई ह्याप्पी टिज भन्न चाहन्छु। त्यसै गरी मैले चाहिँ चिज स्पेसल फुड बनाउन जाँदैछु आज। सो हियर वी गो। म अचार बनाउँछु, त्यसको लागि मैले सानो बनाएर काटेको काँक्रो राखेँ, त्यसपछि बोइल गरेको आलु अनि त्यसै गरी सानो बनाएर काटेको गाजर राखेँ। त्यसै गरी मैले चाहिँ तिल लिएको छु भुटेर, त्यसपछि पिसेर बनाएको। हजुरहरूले चाहिँ आलस हाल्न नि सक्नुहुन्छ। त्यसै गरी स्वाद अनुसार नुन हालेँ मैले चाहिँ स्वाद अनुसारको हरियो खुर्सानी लिएको छु। त्यसै गरी मैले चाहिँ सुकेको खुर्सानी पनि स्वाद अनुसार हालेको छु। त्यसै गरी मैले चाहिँ हरियो केराउ भिजाएर त्यसलाई केही बेर बोइल गरेर चाहिँ हालेको छु। यसो गर्दाखेरि चाहिँ काँचो केराउको टेस्ट चाहिँ आउँदैन। त्यसपछि चाहिँ मैले अचार झान्नको लागि चाहिँ प्यानमा तेल हालेँ। तेल तातेपछि मात्रै मेथी हाल्नुपर्छ, नत्र मेथीको स्मेल चाहिँ राम्रो आउँदैन। सो मेथी ब्राउन भएपछि चाहिँ हामीले ग्यास अफ गरेर बेसार हाल्नुपर्छ। बेसार तातो तेलमा हाल्दाखेरि चाहिँ यसको कलर राम्रो आउँछ। ट्रेडिसनल वेमा बनाएको भएर मैले प्याज चाहिँ हालेको छैन, हजुरहरूले हाल्न सक्नुहुन्छ। झानेपछि चाहिँ यसलाई मिक्स गर्नुपर्ने हुन्छ। केही छिन मिक्स गरेर त्यसपछि लेमन हाल्छौँ। लेमन हालेपछि फेरि एकचोटि मिक्स गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ हाम्रो अचार चाहिँ रेडी भयो। इट इज रेडी टु बी सर्भड। अब म चना आलु बनाउन जाँदैछु। त्यसको लागि चाहिँ मैले कराईमा तेल हालेर तातो भएपछि मेथी हालेँ। मेथी चाहिँ ब्राउन भएपछि चाहिँ सानो बनाएर काटेको आलु हाल्छु मैले। त्यसपछि चाहिँ यसलाई डीप फ्राई गर्नुपर्छ। सानो आगोमा पकाएपछि जिरा हाल्नुपर्छ। हामीले पहिला हाल्यो भने चाहिँ डढ्छ। सो स्वाद अनुसारको पिरो। त्यसपछि चाहिँ हामीले जिरा पाकेपछि चाहिँ प्याज हाल्छौँ। प्याजलाई चाहिँ हामीले ब्राउन बनाउनु जेलसम्म फ्राई गर्नुपर्छ। अनि त्यसपछि हामी चाहिँ जिन्जर गार्लिक पेस्ट हाल्छौँ। त्यसलाई पनि एकछिन चलाउनुपर्छ। चलाएपछि त्यो पनि रेड ब्राउन भएपछि चाहिँ हामी चना हाल्छौँ। चना चाहिँ मैले केही बेर भिजाएर अनि बोइल गरेर हालेको, सो द्याट काँचै चना चाहिँ टेस्ट नहोस्। स्वाद अनुसारको नुन हाल्नुपर्छ। त्यसपछि चाहिँ केही बेर फ्राई गर्नुपर्छ। त्यसपछि चाहिँ हामीले मसिनो बनाएर काटेको गोलभेडा हाल्नुपर्छ। गोलभेडा पनि हालेर केही बेर चलाएर यसलाई चाहिँ छोपिदिनुपर्छ। त्यसपछि हामी स्वाद अनुसारको धुलो खुर्सानी लिनुपर्छ। त्यसपछि त्यसलाई केही बेर चलाउनुपर्छ। केही बेर चलाएपछि चाहिँ हाम्रो चना आलु चाहिँ पाक्छ। त्यसपछि मैले चाहिँ खुर्सानी त्यस्तै गरी प्याज र धनियाँ हालेको छु। चना चाहिँ सर्भ गर्न रेडी भयो। सेम वेमा मैले चाहिँ सुक्खा बोडी पनि बनाएकी छु, हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। नेक्स्टली म चाहिँ आलुदम बनाउँदैछु। त्यसको लागि मैले तेलमा मेथी पुराएँ। ब्राउन भएपछि चाहिँ मैले सानो बनाएर काटेको प्याज हाल्छु। त्यसलाई पनि रेड भएपछि चाहिँ जिन्जर गार्लिक जुन चाहिँ अदुवा लसुनको पेस्ट हाल्छु। यसलाई पनि केही बेर फ्राई गरेर रातो भएपछि चाहिँ म बेसार हाल्छु, सो द्याट बेसारको कलर आओस् भनेर पहिल्यै हाल्दाखेरि चाहिँ राम्रो हुन्छ। यसलाई केही बेर फ्राई गरेपछि चाहिँ अब हामी सानो बनाएर काटेको टमाटर हाल्छौँ। यो टमाटरलाई चाहिँ राम्रोसँग पकाउनु पर्ने हुन्छ, त्यही भएर केही बेर चलाएर चाहिँ यसलाई चाहिँ छोपेर पकाउनु पर्छ। गोलभेडा पाकेपछि चाहिँ हामीले
80% जति बोइल भएको आलुलाई चाहिँ सानो सानो पिस मैले बनाए जस्तै गरी सानो सानो पिसको बनाएर हाल्नुपर्ने हुन्छ। हामीले आलुलाई चाहिँ राम्रोसँग मिक्स गर्नुपर्छ। त्यसै गरी केही फ्राई गरेपछि चाहिँ हामीले स्वाद अनुसारको चाहिँ नुन हाल्नुपर्ने हुन्छ। नुन हालेर पनि हामीले केही फ्राई गर्नुपर्छ। राम्रोसँग फ्राई गऱ्यो भने चाहिँ आलु मिठो हुन्छ। त्यसपछि हामी चाहिँ अब पानी हाल्छौँ। थोरै पानी हालेर यसलाई चाहिँ फेरि केही बेर ढक्कनी लगाइदिएर चाहिँ हामी पकाउँछौँ। केही बेरपछि चाहिँ हाम्रो जुन आलुदम चाहिँ पाक्छ। त्यसपछि हामीले यसलाई चाहिँ स्वाद अनुसारको धुलो खुर्सानी हाल्छौँ। यसलाई केही बेर राम्रोसँग फ्राई गर्छौँ फेरि। त्यसपछि हाम्रो आलुदम चाहिँ रेडी हुन्छ। यसमा चाहिँ मैले खुर्सानी, प्याज र धनियाँ हालेकी छु। हेर्नुहोस् त कति मिठो देखेको। इट इज रेडी टु बी सर्भ। अब नेक्स्ट पालो भएको छ खिर बनाउने। खिरको लागि चाहिँ मैले 2 लिटर दुध लिएकी छु। त्यस्तै गरी मैले चाहिँ नर्मल कपको 2 कप चामल लिएकी छु। मैले यो चाहिँ ताइचिन चामल युज गरेको। हजुरले चाहिँ यो पाउनु भएन भने चाहिँ मोटा चामल पनि युज गर्न सक्नुहुन्छ। यसलाई चाहिँ 15-20 मिनट जति चाहिँ सानो आगोमा चलाउँदै पकाउनु पर्छ। हेर्नुहोस् त 15-20 मिनटमा त हाम्रो दुधको लेभल पनि कम भइसकेछ। अब हामी चाहिँ चिनी हाल्छौँ। चिनी चाहिँ हामीले स्वाद अनुसारको लिनुपर्ने हुन्छ। त्यसपछि हामी चाहिँ अब ड्राई फ्रुट हाल्छौँ। ड्राई फ्रुटमा चाहिँ मैले नरिवल, काजु र छोकडा लिएको छु। हजुरहरूले चाहिँ आफूलाई मनपर्ने जुन कुनै पनि ड्राइड फ्रुट्सहरू चाहिँ युज गर्न सक्नुहुन्छ। यसको 5 मिनटमा चाहिँ मैले ल्वाङ, सुकमेल र मरिच हालेको छु। त्यसपछि पनि हामीले 5-6 मिनट्स जति चाहिँ चलाउँदै पकाउने हो भने चाहिँ हाम्रो खिर रेडी भयो। त्यसै गरी मैले लास्टमा चाहिँ दहीमा स्याउ र केरा हालेर सलाद बनाएको छु। फाइनली मैले चाहिँ यसरी प्लेटिङ गरेँ। यदि यो भिडियो मन पर्यो भने लाइक र सेयर गर्न नबिर्सिनु होला, किनकि मेरो यो लाइक र सेयर चाहिँ 1 भोट भनेर गनिन्छ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यु अल।